अरे कसो होला कहाँ गइरहेको तिमी मलाई धेरै झोक नचलाऊ है फेरि मेरो रिसमा पर्लाउनु फेरि ओहो तैँले मलाई सक्छिस् हेर मैले राजमार्गमा 200-300 वटा बस 200-300 वटा ट्रक अनि हजारौँ मान्छेले चाहिँ रोक्नु सक्ने मान्छे म त एउटा ठेला गाडी जति नि बोली छैनस् खुब राम्रो काम गरेछौ राजमार्गमा त्यत्रो मान्छेलाई अलपत्र पारेर के नगरी भन्ठान्छौ सधैँ गाडी हुन्छ त्यो घुम्नेहरु राम्रो काम नगरे हो राम्रो काम नगरे अरे रेडियो टेलिभिजनले एक घण्टामा फुकिरहन्छ फलानुले बन्द गर्यो भनेर आज केही मान्छेहरूको समूहले राजमार्ग 6 घण्टा जाम गरे नेपालकोटी मुक्ति मोर्चाका महामन्त्री श्री हरिबहादुर नेपालकोटीको नेतृत्वमा राजमार्ग बन्द गरिएको थियो हाम्रो संवाददाताको प्रश्नको जवाबमा नेपालकोटी मुक्ति मोर्चाका महामन्त्री श्री हरिबहादुरले आगामी दिनहरुमा पनि बन्द र हडताल जारी रहने कुरा बताउनु भयो यो त मुख्य समाचार यही समाचारलाई फेरि भन्छ एक घण्टामा भन्छ रेडियो कस्तो राम्रो मन पर्छ भने रेडियो मलाई हरिबहादुर फेरि बोला त्यो अहिलेसम्म सुत्या छैन त्यो कहाँ सुत्नु नि तिमी उता गयो अरे बम भएर बसेका के बम त्यही पड्किन्छ त्यही मुसिदिन्छ ओ हरिबहादुर के सुन्दैनस् हरिबहादुर हजुर हरिबहादुर के कति गरेर स्वरै सुक्ने गरेर किन चिच्यायो त्यसरी तपाईँले नछ भनेर नछुन्छु र म आफ्नो मान्छेको सेवा गर्न पाइँदैन सेवा गरेर पो मेवा पाइन्छ ओ तँ चाहिँ कहाँ गएर आथिस् लो भन् त म कहाँ गएको थिएँ किन गएको थिएँ के काममा गएको थिएँ भनेर मैले भन्नै पर्दैन ठुलो मान्छेको कुरा त सबै ऊ त्यो रेडियोले भन्छ ए लाउरेन नानी त्यो रेडियो एकपल्ट च्याक्क गर्नुहोस् त त्यसो गरेर कसो होला गरौँ न गरौँ न भने कति नै करेन्ट जान्छ र नेपालकोटी मुक्ति मोर्चाले आज देशका विभिन्न राजमार्गहरू अवरोध गरेका छन् मोर्चाका महामन्त्री श्री हरिबहादुर नेपालकोटीको नेतृत्वमा सो राजमार्ग बन्द गरिएको हो महामन्त्रीका अनुसार आगामी दिनहरुमा पनि अब मेरो समाचार चाहिँ अब झ्याउरी समाचार बन्द गरिदिनुस् ए त घर छोडेर जा त छोडेर जा के रे खुरुक्क घर छोडेर जा त तपाईले जा भने म खुरुक्क लुर जान्छु क्या एउटा पार्टीको महामन्त्रीलाई घरमा अर्दली बनाएर अर्दली हैन के रे दाइ धर्म दाइ बनाएर राख्नु पाछ अनि महामन्त्रीको श्रीमतीले बिहानै बेलुका दिउँसै लुगा धुन्छे भात पकाउँछे धन्दा गरेर बसिएछे ए लाउरेन नानी तपाईको यो बुद्धुमान श्रीमानले किन आफ्नो भागेमा आफै लातेर हिर्काएको के रे के भन्छस् त के बुद्धुमान रे मलाई बुद्धिमान तपाईले म बुद्धुमान भन्छु हात नाल्नुस् है पर्दैन तपाईहरु जानुस् आफ्नो व्यवस्था आफै गर्नुस् सधैँ त तपाईले हरिबहादुर बस्दैन बाबु भनेर भन्नुभयो भने म यो घरमा बस्दिन यो चुनावसम्म त भने न त्यसपछि काठमाडौँतिर मन्त्री निवासतिर गएर बस्छु कि के थाहा हेर अहिले एकचोटिलाई म तँलाई छाड्दिन्छु त फेरि पनि यो बन्द हडतालमा गइस् भने तँलाई म एकछिन पनि गरेर राख्दिनँ बुझिस् जा भने खुरुक्क जा भन्दैछु अब नेताले अब बन्द हडताल नगर्नु भने त अब विद्यार्थीले नपढ्नु व्यापारीलाई सामान नबेच्नु कविलाई कविता नलेख्नु भने जस्तै हो खुरुक्क जा कति माया गरेको एकचोटिलाई भइहाल्यो बस अरे खुरुक्क जा भन्दै भइहाल्यो नि हेप्नु पनि कति हेप्या मलाई हक बन्दी भन्दा पनि बढी चाहिँ हेर्नु हुँदैन नि मलाई के त के गर्ने मङ्गले आफ्नै ढङ्गले त हो नि हो स्वाहालाई पनि मन नपरे म लाउरेले पनि मन नपरे मै मदन बहादुरलाई पनि मन नपरे मै म बिचरा के गर्ने मर्न पऱ्यो क्या त्यसो गरे कसो होला आगो बाल्दा पनि चिसो भएको कसो खानु मलाई अब यत्रो त्यो राजमार्ग बन्द गरेर आउने नेताले यस्तो जग्गा खानेकुरा खुवाउने यो त गाई भैँसीले खाने
हुन्छ जस्तो छ म गाई भैँसी हो म गोरु हो त भैँसी होस् मैले पकाएको हो त म लाउरी नानीले पकाउनु भएको जसले पकायो नि के भन्छ मिठो टक्क परेको बनाउनु पर्छ लाउरीले पकाओस् कि चाउरले पकाओस् अचार सचार छैन यस्तो तिउनले कसरी भात खाने यसमा राखेको कुरा खान मनाइ छ यो त मासु जस्तो है ए मासु भएर चाहिँ हामीलाई खान मनाइ छ हाम्रो मुखले मिठो मिठो कुरा खान मनाइ छ नमिठो नमिठो कुरा खानलाई चाहिँ हाम्रो मुखलाई स्वागत छ तिम्रो मात्रै मिठो खान जन्मिया मुख हाम्रो त नमिठो नमिठो खान जन्मिया मुख ए बुढी चम्चाले चाहिँ 2-4 टुक्रा हालौँ थपक्क त्यहाँ राख अहिले लाउरीले थाहा पायो भने मार्छ बेकार खोटोकै लिएन भने त्यहाँ त्यसो गरेर कसो होला थाहा पायो भने बेकारमा कस्तो थाहा पाउँछ हाल मलाई अलि हाल मासु मासु यहाँ हाल अझ हाल तँलाई पनि हाल्छ 2 टुक्रा 4 टुक्रा हाल्छ ल हो ल थाहै पाउँदैन नि के हो जुठो होस् त्यसो जुठो मैले खानु हुन्छ मेरो जुठो त्यसले खानु हुँदैन भाइ मिठो एकदम मिठो यो के को मासु जस्तो नि हाड पनि छैन बोसो पनि छैन छाला पनि छैन यो पनि सबै खाइदिनु पर्यो क्या हो त्यसो गरेर कसो होला राख लाउरीले थाहा भयो भने मार्छ तर राख ऊ त राख भएन 2-3 टुक्रा हाल्नुपर्छ हरिबहादुर के म खाना खाइरहेको छु ए हरिबहादुर खाना खाइरहेको छु भने यो त अति हेपे भाइ अति हेपे मलाई ए हरिबहादुर किन खाना खाइरहेको थिएँ खाउनु जान्छ कि सुगर नदिने त्यो तल भान्साको कुनामा एउटा सिसी छ त्यो सिसीमा चाहिँ फेरि खान मनाइ छ भनेर लेखेको छ नि अनि त्यो मेरो यो ढाडमा मालिस गर्नलाई बनाइराखेको के त चिप्लिकिरहेको त्यो औषधि जा एकचोटि गएर लिएर आएको जा होइन तैँले खाइस् कि क्या हो फेरि छैन मर्न नसि यार के खुवाएर हरिबहादुर ए हरिबहादुर होइन तँ के गरिरहेछस् त के होइन यहाँ पेट सफा गर्नु खोजेको भन्दिनु न च्याउ भनेर फेरि बिराइ पर्ला के होइन पखन हो यसलाई अझ सताउनु पर्छ यसलाई पछि मात्र भन्नु होला अहिले किन भन्नु पर्यो यसलाई नबुझिकन नजानिकन जे पनि क्वाप्प मुखा हाल्नु हुँदैन भने थाहा छैन तिमीलाई नबुझिकन क्वाप्प मुखा हाल्यो चिप्लिकिरा परे त्यसले मलाई चिप्लिकेर खुवाछ है म त्यसलाई कुन्दिन झुसिल्केर पकाएर खुवाउँछु म त्यसो गरे कसो होला त्यसो नभन झुसिल्केर खाएपछि मान्छे मरिहाल्छ नि चाहिएको कुरा एउटा गर्ने मान्छे भयो पो उसले चाहिँ म त्यसलाई भ्यागुतो पकाएर खुवाउँछु भ्यागुतो भ्यागुतो त चाइनिजहरूले त खान्छन् रे कति मिठो हुन्छ रे चाइनिजहरूले त चिप्लिकेर पनि खान्छ नि ए दाइ यहाँ सन्दमान गुरुङको घर कहाँ हो सन्तमान गुरुङ त्यो अहिले मेरै घरमा मेरो अर्धले भएर बसेको छ किन त्यो सन्दमान गुरुङको कुरा गरे होइन मैले त बेलायती लाउरे भूतपूर्व लाउरेको कुरा गरे ए हो त्यही हो टाट पल्टेर अहिले मेरो घरमा अर्धले भएर बसेको छ त्यही हो नचाहिएको कुरा नबोल किन र
उहाँको घरमा हामी बसेको। एउटै घरमा बस्नु हुँदो रहेछ। एउटा चिठी बुझिदिनुहोस् न त। चिठी चिठी हो ए यसमा त पैसा सैसा पनि छ क्या हो बेलायततिरको पैसा कहाँ यसरी आउँछ? बेलायती भूतपूर्व सैनिकहरूलाई चाहिँ नागरिकता दिँदैछ भने त्यही चिठी आयो होला। कस्तो राम्रो समाचार भाइ। ल रे उतै बस्नु जाने रे। ल यो चिठी दिइदिनुहोस् म चाहिँ लाग्यो। चिठी आयो चिठी। बेलायती रौसी अलिकति चाख्नु पर्यो क्या। चाख्ने किन त्यसले त बेलायतमा गएर खाइहाल्छन्। सबै खाइदिनु पर्यो कि क्या हो? त्यसो गरेर कसो होला? हरिबहादुर अनि के गर्ने रहेछ गनाछ र? अनि त के गरेर बसिरह यहाँ? यसै सन्चो नहोला जस्तो भएर घाँटीमा थुक्ने गाह्रो होला जस्तो भएर बसिरह। हरिबहादुर सुन न, त्यो हाम्रो पल्लो गाउँमा त्यहाँ हर्कबहादुर लिम्बू दाजु हुनुहुन्छ नि, त्यो हर्कबहादुर लिम्बू दाजुले त्यहाँ तल सुँगुर पालेको छ नि, सुँगुर। त्यो सुँगुर चाहिँ बिरामी भयो भनेर त्यो पिसाब जचाइदिनु भनेर मलाई दिइराखेको थियो कि। त्यो एकचोटि तैँले गएर यसो त्यो पशु चिकित्सालयमा गएर तैँले एकचोटि जचाएर आइदेन। जान हौ, जान एकचोटि। कहाँ राखेछ? त्यो माथि मेरो त्यो सुत्ने कोठामा त्यो रक्सीको सिसीमा हालेको छ, एकचोटि यसो गराइदेन। जान हौ। के रे? सुँगुरको पिसाब रे? होइन के भयो तँलाई? हरिबहादुर हजुर है यो सुँगुरको पिसाब होइन रहेछ। होइन रहेछ। होइन हौ, तैँले के को सुँगुरको पिसाब होइन भनेर कुरा गर्दैछस्? खै मैले के भने के भने होसै छैन आजकल कामको धेरै चाप भएर। होइन त फेरि हाम्रो कोठामा चारेर चाहिँ किन बस्दैछस् यहाँ? त्यो तपाईँहरूको त यहाँ बेलायतबाट चिठी आएको छ नि, हुलाजीले बेलायतबाट आएको भनेको छ। ल राम्रोसँग पढ्नुहोस्, इङ्ग्लिस पढ्न आउँछ होइन? उहाँलाई पनि इङ्ग्लिस पढ्न आउँदो रहेछ। ल तपाईँहरू त बेलायत जान्ला अरे होइन? जानुहोस् जानुहोस्, यस्तो गाउँमा बसेको भने त तपाईँहरूले त बेलायतमै गएर बसेको सोच। कता छट्टो छ यो हरिबहादुर। बेलायत जान्ला? हामी बेलायत जान्ला भनेर कसरी थाहा हो तिमीलाई? तपाईँले त्यो चिठी पढ्दाखेरि यसरी मुसु 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 हाँस्नु हो नि। जानुहोस् जानुहोस्, बेलायतै जानुहोस्। हामी कहाँ बेला जान्ला हो त? हामी त काठमाडौँ जान लाग्यो नि। काठमाडौँ जान्ला? ए कतिले? अन्त 2 महिनाको लागि पो जान्ला त काठमाडौँमा? 2 वर्षै बस्नुहोस् न। यस्तो चाहिँ गाउँमा के बस्नुहोस्? यो घर म हेरिदिइहाल्छु, पहिले पनि मेरै थियो, अहिले पनि म मेरै जसरी नै हेरिहाल्छु। जानुहोस्। जा बाहिर जा, कोठामा बसिरहेको छ बेकार। लुगा फेरि लाग्यो। ल जान्छु। त्यसै अर्को कोठा आएर बसिरहेको छ। के खालको रोटी खालको मान्छे छ हो? अब खेतीपातीको सिजन आयो, धेरै वर्ष भइगयो, खेती गर्न पनि बिर्सिसक्यो। अब यसपालि हाम्रो खेतमा कुन धान लाउने हो? ए धान त अब त्यही हो, बढी फल्ने होइन, अलि किरा सिरा नलाग्ने, अलि उन्नत जातको रोप्ने त हो नि। जिरे मसिनो रोपौँ न, मिठो लाग्छ मलाई यसपालि खेतमा। यसपालि चाहिँ त्यो धान नरोप्ने। रेडियो खोले पनि संविधान भन्छ, टिभी खोले नि संविधान, जसका मुख अनि संविधान मात्रै सुन्छु क्या। त्यो धान चाहिँ पक्कै धेरै फल्छ। यसपालि हाम्रो खेतमा त्यही धान रोप्नु पर्छ क्या। ल
बाबाको धेरैमा आज हुन्छ ल के बाबा संविधान भनेको धान मात्रै छ बोल्नै हुँदैन म त यस्तै हो खिल्ली उडाइदिएछ के बोल्नु यस्ता मान्छेसँग म के बोल्नु संविधान भनेको धान मात्रै खेलमा बाच्या आमाच्या अब जथातै संविधान सभा भनेको सुनिरहेको अब तिम्रो आमाले त अब खेतमा रोउने धान पो भन्दा ल तर यो वास्तवमा यो हाँस्ने कुरो चाहिँ होइन के अब संविधान सभाको यत्रो कुरा भइरहेको बेलामा संविधान सभा भनेको के हो भन्ने बारेमा अब तिम्रो आमाले नै हाम्रो परिवारको सदस्यले थाहा नपाउनु भनेको त राम्रो त होइन त होइन भारी एकपल्ट यो संविधान सभा भनेको के हो यसले के को लागि चुनाव गर्ने हो त्यो एकपल्ट भनिदियो त ल ल ल आमाले भनिदियो भारी ल सुन्नुहोस् आमा संविधान सभाको चुनाव भनेको देश चलाउनको लागि चाहिने नियम कानुन र संविधान बनाउने चुनाव हो र त्यो चुनावमा हामीले प्रतिनिधि बनाएर पठाएका मान्छेहरूले हाम्रो देशको नियम कानुन बनाउँदछन् र त्यो नियममा नेता जनता साउ महाजन बुद्धिजीवी सबैले हिँड्नुपर्छ हो ल हो र त्यो नियममा यसो गर्न पाइन्छ यसो गर्न पाइँदैन भनेर लेखिएको हुन्छ अहिलेसम्म हाम्रो नेपालको संविधान जनताले बनाउनु पाएका थिएनन् कसैले जबरजस्ती लेख दिएर बनाएको संविधानमा हाम्रो देश नेपाल चलिरहेको थियो त्यसैले सबै वर्ग जात जाति भाषा संस्कृतिका मान्छेहरूले प्रतिनिधित्व गर्न पाएका थिएनन् बुझ्नुभयो आमा कुरो यस्तो रहेछ बल्ल बुझे तिम्रो बाले कहिले भन्ने होइन त बुझ्यो होइन यो बुहारीले संविधान सभाको विषयमा कस्तो राम्रो कुरा बुझाएर छ ल कस्तो खुसी लाग्यो मलाई अन्त हरिबहादुर यो सबै झोलासोला सबै त्यो पनि बोक जाउँ ल ए हात यसो सिधा गर्नुहोस् त होइन किन सिधा गर्नु न हो ल यसरी बोक्नुहोस् यसरी सजिलो हुन्छ क्या भारी बोक्नुलाई ल होइन के खालको रड्डी खालको मान्छे रहेछ त लाउरेलाई सामान बोकाएर चेरीमा खोज्छ के तैँले पुऱ्याइदियो हुँदैन त्यहाँसम्म अनि मैले कुरा बुझेँ नि त राम्रोसँग भन्नु पर्यो नि त ल हिँड्नुहोस् यहाँ आउनुहोस् तपाईँ चाहिँ मेरो अर्दली म अर्दली भएपछि त तपाईँको घर कुरेर बस्नु पऱ्यो तपाईँको घरमा बसेपछि त मलाई त खानेकुराको बन्दोबस्त गरिदिनु पऱ्यो नि हामी लोन साइडलाई अब 2 महिनाको लागि जाने रे यसो 20-30 हजार जति छोडेर जानु न त्यसो गरेर कसो होला 20-30 हजार 2 महिनाको लागि महँगी कस्तो छ नि महँगी त्यसमा चाहिँ पनि झन् लाउरे स्वाद परिसक्यो मुखमा अब नमिठो खानेकुरा मिठो लाग्दैन तपाईँहरूले पानी बिगारिदिएको भने ल ल्याउनुहोस् होइन हौ हरिबहादुर राम्रोसँग कुरा सुन त तँलाई जतिसुकै महँगी भए पनि जति लाउरेको स्वाद पऱ्यो भने अन्त तेरो तँलाई 2000 रुपियाँ त्यहाँ मदनबहादुर दाजुमा छोडेकै छु त्यसरी चला भइहाल्यो नि तँलाई 20-30 हजार माग्नुपर्छ त खुरुक्क पैसा छोड्नु पऱ्यो नि त्यो मदनबहादुर कहाँ छोड्नुपर्छ ल अब हामी जान्छौँ साइड गरेर जानुहोस् न ल राम्रोसँग जानुहोस् शुभ यात्रा राम्रोसँग घर हेर्नुहोस् हामी जाँदैछौँ पिरै मान्न पर्दैन ढुक्क भएर जानुभयो हुन्छ हामी छँदैछौँ नि घर हेर्ने हरिबहादुर के ए हरिबहादुर त्यो झोला लिएर आइज चाँडै लु हिँड मलाई घुँडा के गर्ने काम सेवा गर्नु जाने छैन म यो सामान त्यहाँसम्म फेल्देर आउँछु त बसेर है त्यसो गरेर कसो होला होइन हौ बुढी जाने बेला यसो मदनबहादुर दाइलाई भेटेर जाउँ न हो कसो हुन्छ जाउँ न एकचोटि भेट्नै पर्छ लु हिँड त हिँड एकचोटि भेटेर आउँ ए लाउरेको लोन सक्ने ए लाउरे बहिनी तपाईँहरू त्यहाँ जानुहोस् म त बस स्टपमा सामान पुऱ्याइदिन्छु त्यो घरमा चाहिँ मेरो खुट्टै जाँदैन तपाईँहरू पनि हिँड्ने बेला त्यस्तो मान्छे मुखेरकै जानु लाग्यो बेकार पनि सायद बिग्रिन्छ नजानुहोस् त्यसो गरेर कसो होला अब कुन धान रोप्ने त खेतमा
गन्दन गुन्दुङ पेटमा कसको पेटमा कुन धान रोप्ने खेतमा भनेको ए जिरी मसिनो भनिहालेँ नि मैले त्यो स्वादिलो लाग्छ के मलाई त्यो ए हो कहाँ गइरहेको तँ यस बेलासम्म म गाउँमा गराएको गाउँमा संविधान सभाको बारेमा बुझाएर आउँदैछु आदि गाउँ हो त मैले संविधान सभाको बारेमा राम्रोसित बुझाइसके बा अब संविधान सभाको विषयमा तेरो आमाले नै बुझाइरहन्छ अब अर्काको आमालाई के बुझायो भने झन्डै हँसाएर नमस्कार छ है मदन बाबु दाजु ओहो लाउरे भाइ रातो टिका लाएर काँदन लायो हो कि कतै देउता खान पुगेर आएको हो होइन हौ दाजु काम परेर काठमाडौँ जान लागेको हामीहरू क्वान्डन कुन्नु प्याङरङ के हो के क्वान्डन 2 महिनाको लागि काठमाडौँ जानु पर्यो भनेको ए काठमाडौँ जानु पर्यो ए अनि औ बाबु 2 महिनाको लागि जानुहुन्छ त तपाईहरु नभएपछि त सुन्ने हुन्छ हौ गाउँमा चाँडै आउनुहोस् है होइन हौ भाउजू हामी छिट्टो 2 महिनामा त तुरुन्त यहाँ आइपुगिहाल्छौँ नि अनि छ नि मदन बाबु दाजु त्यो हरिबहादुर भन्ने साह्रो फटा मान्छे रहेछ अब त्यो मेरो घरमा बसिरहेछ अनि दाजुले चाहिँ यसो घर चाहिँ रेखदेख गरिदिनु पर्यो है दाजु भइहाल्छ त्यसले देखिसक्दैन के मलाई सकेदेखि त्यहाँ गएर हेरौँला नभए यहीँबाट परबाट भयो भने हेरौँला यिनीहरू छन् नि अहिले चाहिँ हामी जान्छौँ दाजु यसो हेरविचार चाहिँ गर्दैन हस् त बाबु हस् नमस्कार ल बहिनीहरू सबै भाइ बहिनी सबैले जाउँ है त हुन्छ हामी हस् छिट्टो आउँछ हामी गएर भगवान् दशको 2 महिनाको लागि जान्छ भने चाहिँ सत्यको लागि गयो भने आज त त्यो गएको उपलक्ष्यमा कुखुरा काटेर खानुपर्छ ए अलैची कुखुराको भाले लिएर आइज त त्यसो गरे कसो होला ए बुढा लाउरे भाइले उहाँ लुगा आइरन गरेर झोला हालेर राखिदिनु लान पर्छ भन्नुभएको थियो बिर्सेर जानुभएछ यो लुगा तिमी दौडिँदै गएर बसपारा गएर पुऱ्याएर जाऊ त म त्यसको अर्जली हो त्यसको त अनुहारै हेर्न मलाई रहेछ नि मलाई ल मान्छे ल छन्काइ चाहियो भने त्यही लिन आउँछ हिँड्ने कुरोका ड्रेस लिएर आएको झन् आज गाउँमा कोही पनि छैन नि क्या हो कसैले पनि देखेर गाउँ त सुन्छ ए मान्छे कहाँबाट कहाँ पुगिसक्यो तिमीहरू चाहिँ यहाँ गाउँमा बराइ लिएर जुवा खेलेर बस्छस् बधाई दिनु पर्दैन मलाई बधाई के को बधाई म त ब्रिटिस सेनामा गएँ नि कहाँ यस्तो बुढो मान्छेले सैनिक लिन्छ त्यो पनि बेलायतको अब तिमीहरू बगाउनुपछि 12 मासीले के थाहा म ब्रिटिस सरकारलाई उहाँ सेनामा 50 वर्ष उमेर पुगेको एकदम बुद्धिमान मान्छे चाहिएको रहेछ क्या एउटा गुल्म नै खोलेको रहेछ हो त्यसको चाहिँ अध्यक्षमा मलाई हिजो बेलुका भर्ना गरेको तिमीलाई त सधैँ यतै देख्छु कहिले बेलायत गयो र सैनिकमा भर्ना भयो त्यही त कुरा यहाँनिर छ हिजो मेरो घरमा एउटा लाउरे बस्छ नि डेरामा हो त्यसलाई भेट्नलाई भनेर 2-4 जना गोराहरू आएको थिए तिनीहरूसँग मेरो वाद विवाद प्रतियोगिता भयो तिनीहरूले 2-4 वटा प्रश्न गरे क्या मैले त यस्तो ठ्याक जवाफ दिएँ है त्यसपछि त तिनीहरूले त ओहो नेपाल में भी ऐसा बुद्धिमान आदमी होता है भनेर इङ्ग्लिसमा भने है त्यसपछि त टडाक्क सलुट गरेर भर्ना गरेर तगमा लाएर ड्रेस लगाइदिइहालेँ मैले त नै भन्दै थिएँ है तर अहिले त पेन्सन राम्रो भएको छ अरे अनि तपाईँले के भन्नुभयो त त्यही त मैले के भने भन्छ कि अब म जस्तो बुढो मान्छे सेनामा गरेर के काम भन्नु भन्दाखेरि हामीलाई उमेरको मतलब छैन हामीलाई त बुद्धि भएको तपाईँ जस्तो तेजिलो मान्छे चाहिन्छ भनेर भने अब 2 महिनापछि यो कलकत्तासम्म चाहिँ पानी जहाज लिएर लिन आउँछन् रे अनि त्यहाँबाट चाहिँ सिधै हेलिकप्टर लिएर यही गाउँमा आएर मलाई लिएर जान्छ भनेको छन् तिमीहरू पनि जान्छौ जाने हो भनेदेखि 15-20 हजार रुपियाँ ठिक्क पारेर राख्नु है एकदम लायक 15-20 जना केटाहरूलाई पनि भर्ना गरेर सेनामा लैजान्छु भनेको छन् तिमीहरू पनि दिन त्यसो गरेर कसो होला के भने अहिले यसो चुप्पै कुरा नपत्याउनु है यसो कुरा सुन्यो भने धोका दिनेलाई के भन्नु र खै तिमी हाँसो हो मै बस होला रोइ बनाइन्छ यसले के भने के कुरा गरे तिमी किन आएको तिमीलाई चाहिने कुरा होइन यो चाइनिज कुरा को चाइनिज चाइनिजै कुरा हो तिमीले बुझ्दैन जाऊ के भने यसले के भने हरिबहादुर दाइ
बेलायत सैनिक भर्ना हुनुभयो अरे 15-20 हजार दिनुभयो भने हामीलाई पनि लानुहुन्छ अरे बेलायतमा। के अरे 15-20 हजार लिएर बेलायती सैनिकमा भर्ना गर्न पठाइदिने तिमीहरूलाई? त्यो पनि यो हरिबहादुरले, अनि यो हरिबहादुर पनि बेलायती सैनिक। मलाई त एकदमै गएछ आफ्नो कुरा गरेर आफै हान्न थाल्यो। गयो सिद्धियो। बेलायती धोका दिने पनि त एउटा तरिका हुन्छ। चुप तिमी चुप, मलाई चुप भन्छ। ल हेर अहिले लाउने भाइ काठमाडौँ गएको मौका पारेर उसैको कोठाभित्र छिरेर उसको लुगा छिकेर लगाइदिएछ हेर लाल लाग्दैन तिमीले। ल हेर ल तकमा सुधै छिकेर अहिले वर्षा कुरो गर्छ। अहिले म तिम्रो कन्सर्टमा उम्रेको आलु लट्ठीले हेरेर खसालिदिउँ म। के अरे यो आलुसँग के गरिस् तिमीलाई? ल खाऊ न, ल प्याजसँग मिसाएर खाऊ। तिम्रो त्यस्तो आलु त प्याजमा राखे प्याज सुध गनाउँछ। तिम्रो यो कोठी छिक्यौ म तिमीलाई मसँग नबोल भने होइन मैले। अहिले वर्षा हुन्छ नाकमा लट्ठीले। जाऊ तिमी, यसको कुरा नपत्याउनु। यो सबैलाई यो धोका दिने मान्छे हो। यो मलाई पनि धोका दियो, अरूलाई पनि धोका दियो, अब यहाँ तिमीहरूलाई पनि धोका दिनु खोजिरहेको थियो। यसो कुरा नपत्याउनु। जब तिमीहरू पनि चाहिँ यसो तास खेल्दैन, तास खेल्नु राम्रो हुन्छ। अहिले मकै रोप्नु, मकै गोड्नु, तास खेलेर मकै उम्रिन्छ, सुन्तला उम्रिन्छ कि आलु उम्रिन्छ? यस्तै आफै चिसमा उम्रिन्छ। हेर्नु खोइ तास्यो ल बन्द केही काम गरेर खान नदिनु मलाई। शत्रु खोज्नु धेरै पर पुग्नु पर्दैन। आफ्नै घर वरिपरि हुन्छ भनेर चाहिँ ठ्याक्कै मिल्यो। कसले काम गरेर खान नदिनु भयो तिमीलाई? कसले? त्यही छ नि एउटा जे कुरा गरे नि धोका दिनेलाई के भन्नु र खै भनेर गीत गाएर हिँड्छ नि एउटा गाउँको गायक क्या त्यो मदन गाउँका केटाहरूलाई मैले यो ड्रेस लगाएर ल मलाई त अब बेलायतको सेनाले भर्ना गर्यो ठुलै पदमा, तिमीहरूलाई पनि लैजान्छु केटा हो, अलिअलि खर्च झिक भनेर चाहिँ तिनीहरूलाई मैले थाङ्नामा सुताइसकेको थिएँ। कहाँबाट त्यो आएर यस्तो पनि हुन्छ उस्तो पनि हुन्छ भनेर चाहिँ सबै भण्डाफर गर्छ। त्यसको यो कन्सेप्टमा उम्रेको फुलोरोलाई चुना लिएर फालिदिउँ क्या हो? त्यसो गरेर कसो होला? तिमी पनि कामै नलाउने मान्छे रहेछौ। लाउरे पनि घर छोडेर गयो, घर खाने भन्ने कुरो केही पनि छैन। न भुटुन छ, न चामल छ, न मसला छ, केही पनि छैन। भविष्य बारेमा केही सोचेको तिमीले? त्यही सोचेर त केटाहरूसँग अलिअलि खर्च उठाउनु विचार गरेको थिएँ। अब मेरो विचारमा के गर्नु पर्ला भनेदेखि चाहिँ मेरो विचारमा अब के गर्नु पर्ला भनेदेखि अब हामी त्यो लाउरेको कोठा खानतलासी गर्नु पर्यो। अब हामी सुत्नु पनि किन यहाँ तल सुत्ने? त्यसको कोठा फोरेर चाहिँ मजाले त्यसै पलङमा सुत्नु न। सुत्यो खु उसको कोठामा त चाल्चो लाएर गएको छ। त्यसै अब तालतलाई त घरले टाउको ट्वाङ हिँडेर टाउकोसँग फुटाइदिन्छु। ल मान्छे जाउँ आइज न। हुँदै हामी चाहिँ तल त्यस्तो त्यो सुकुलमा सुत्ने। अब त हामी यहीँ सुत्नुपर्छ एक ओछ्यानमा। आमै हेर त बुढा क्यासेट पनि रहेछ, रेडियो पनि रहेछ, हेर टिभी पनि रहेछ। त्यो क्यासेट त्यहाँ छ, क्यासेट सुन्ने कहानी यहाँ छ, त्यो टेलिभिजन त्यहाँ छ, त्यो हेर्ने आँखा यहाँ छ। अब त क्यासेट बजाएर नाच्नु पर्यो नि। नाच्नु ल नाच। त्यसो गरे
के सामान चाहिँ हेर्नु पर्यो नि ए बुढी त्यहाँ त बेलायती यस्तो रहेछ नि मलाई बेलुका खानलाई ठिक्क पारेर लाउरी छोडेर गएको छ बेलुका त त्यो खानुपर्छ नि त्यसो गरेर कसो होला ए बुढा साँझ झुन्डिरहेको छ हेर त कति सुन यत्रो सुन छोडेर गएछ यो सुन कारणमा लाएर बेच्न पाए त कत्रो घर आउँथ्यो है कति पैसा आउँछ होला हामीसँग कति पैसा हुन्छ होला हरिबहादुर भाइ हरिबहादुरजी असल छिमेकी हरिबहादुर भाइ के हो तिम्रो घरमा म आउँदाखेरि चाहिँ मलाई गधाको बच्चा भन्ने अहिले मेरो घरमा आउँदाखेरि चाहिँ तिमीलाई के को बच्चा भन्नु मल साब्रोको बच्चा भनौँ त्यसो गरेर कसो होला तेरोमा कन्सेप्टमा फुलौरा उम्ला फुरौले जाऊ हरिबहादुर म मन साब्रोको अहिले कमिलाकै बच्चा भनेन म सानो कमिलाको बच्चा तिम्रो अगाडि हरिबहादुर मलाई अलिक मद्दत गर्नु पर्यो लौ न हरिबहादुर हेर छिमेकीलाई के आपद पर्दा यसो सहयोग गर्ने भनेको छिमेकी त हो नि हरिबहादुर होइन र मलाई त्यति मद्दत गर्नु हरिबहादुर लौ न पहिले कुरा भन कुरा के हो पहिले म विचार गरी बसिन्छु अनि हुन्छ कि हुँदैन अनि म भनि बसिन्छु नि त्यसो गरेर कसो होला हेर हरिबहादुर मेरो श्रीमतीलाई सन्चो नभएर यहाँ हेल्थ पोस्टमा लगेर जताउनु लगेको हो कि हेल्थ पोस्टमा त हेल्थ असिस्टेन्टले यहाँ हुँदैन यो स्वास्थ्य चौकीमा हुँदैन सहर लगेर औषधि गर्न लैजाऊ तिम्रो श्रीमतीलाई भनेर भन्यो मसँग पैसा छैन के गर्ने मलाई ऋण मिलाइदेऊ न हरिबहादुर लौ न मिलाइदेऊ न कति 1-2 करोड 1.5 लाख रुपियाँ लाग्छ अरे हरिबहादुर लौ न हेर म राम्रो मान्छेलाई भाइ भइदियो नि त 1-2 लाख रुपियाँ तिर्नु पर्दैन भने त्यसै पनि दिन्थे तर तिमी त राम्रो मान्छे होइन है अनि त्यसैले म त त्यसै त दिन्न विश्वास दिलाउनु पर्यो नि त्यसो गरेर कसो होला ठिक छ हरिबहादुर मैले मेरो घरै छिटो राख्छु भनेर एक हातमा कालो हाँडी एक हातमा तेल अर्को एक खल्तीमा तौसुकै लेखेर ल्याएको छु हरिबहादुर म घर तिमीलाई पास गरिदिन्छु मलाई 1.5 करोड चाहिँदैन हरिबहादुर 1.5 लाख रुपियाँ पुग्छ लौ न हरिबहादुर हरिबहादुर ल हुन्छ ल त्यस्तो घर के काम मलाई त्यो घर त गोठ गाए पनि पार्नु डर लाग्छ मलाई त भड्के लाग्यो भनेर बिन्ती हेर ल ल ठिकै छ ल ए हामी यहाँ मेरो जिउमा गाली लाग्यो खै यो तपाईँसँग के लेखेर ल्याएछ लितम धनी सौगा नाममा चित्रबहादुरको नाति मित्रबहादुरको छोरो ए तिम्रो बाउको नाम मिलेन यसो झगडिएको मान्छेको बाउको नाम पनि मित्रबहादुर हुन्छ नाम फेर बाउको विचित्रबहादुरको छोरा मदन बहादुरले लाकोरी भन्ज्याङ बस्ने चरीबहादुरको नाति तरीबहादुरको छोरो हरिबहादुरसँग घर खर्च गर्न आवश्यक परेकोले 1 लाख रुपियाँ नगद लिएको छु सो मितिमा सो रकम नतुरुन्जेलसम्म म हरिबहादुरको घरमा अर्दली भई काम गरी ब्याज कट्टा गर्नेछु ल जाऊ पैसा है त हरिबहादुर ए पैसा ल 1.5 लाख रुपियाँ त खल्तीमै राखेर हिँड्छु जहिले पनि ओहो जय होस् हरिबहादुर तिम्रो जय होस् हरिबहादुर हरिबहादुर भन्ने होइन अनि आजको मितिदेखि साउ हरिबहादुर भन्नु मलाई बुझ्यौ त्यसो गरेर कसो होला साउ हरिबहादुर साहब हरिबहादुर मालिक ठिक छ ल जाँदा पैसा तिर्नु ल्याउनु